हेलो साथीहरु, वेलकम ब्याक टु माई न्यू ब्लग न्यू भिडियो साथीहरु। अनि मैले चाहिँ अस्ति 1-2 दिन भएको थियो त्यो भिडियो बनाउनु पाएको थिइनँ यताउता कुद्दा ओर्दाखेरि। अनि आज पनि खासै अल्छी लागिरहेको थियो, तर पनि बनाउनु पर्यो भनेर। अल्छी भन्दा नि बिरामी छु, अनि बनाउनु नै सक्दिनँ भन्दा नि खै मनै लाग्दैन हो बनाउनु। अनि त्यहाँदेखि र पनि आज चाहिँ बनाइ हेर्नु पर्यो भनेर बनाएँ। अब त्यही त हो साथीहरु, घरमा यताउता के गर्छु कसो गर्छु भन्ने कुराहरू देखाउँछु। त्यही त हो मेरो डेली बेसिसमा के हुन्छ भन्ने कुराहरू साथीहरु अब अहिले म देखाउँछु अनि के हुन्छ भनेर। अनि आज चाहिँ घरमा पूजा पनि त, अनि त्यसको लागि केहरू गर्नुपर्ने चाहिँ देखाउँछु म साथीहरु। अनि म चाहिँ अहिले यहाँ माथि किचनमा आइरहेको छु। अनि आज त्यही पूजाको लागि तयारी गर्दैछु। अनि मैले त्यहाँ पर चाहिँ तरुल उसिनिरहेको छु। अनि यहाँ चाहिँ मेरो फुडहरू केहरू रेडी पार्नु भन्नुभएको थियो, त्यो पार्दैछु साथीहरु। अनि अब चाहिँ खै त्यो के चाहिने हेरे, त्यो पूजामा पनि त्यो रक्सी के चढाउनु हुने अरे, त्यो चाहिने हेरे। अनि त्यो लिन जाँदैछु। अनि त्यो चक्लेटहरू पनि मिक्स गरेकोहरू कति 25-30 वटा चाहिन्छ अरे, त्यो पनि लिनु जाँदैछु म। ल्याएर आएर अनि फेरि म भिडियो बनाउँछु साथीहरु। अनि म दोकान पनि गएर आएँ भर्खरै। अनि त्यो रक्सी अरे, अनि चक्लेट भयो, जुसहरू खै केहरू मैले ल्याएर आएँ। अब चाहिँ हामी के पो भन्नु, फेदाङमा काकालाई केलाई पर्खिराखेको छु म हैन। अनि अब आउनुहुन्छ होला। अनि आएपछि म देखाउँछु साथीहरु। देखाउनु त मिल्छ कि मिल्दैन थाहा भएन, अनि तर के भयो कसो भयो भन्ने चाहिँ म कुराहरू गर्छु साथीहरु, भन्नेछु साथीहरु। अनि अनि पूजा पनि भर्खर अहिले सकियो हैन। अनि त्यहाँदेखि पूजासुजा गरिदिनु सक्नुभयो र काका पनि जानुभयो, फर्किसक्नु भयो, पठाइसक्यो मैले। अनि त्यहाँदेखि साथीहरु अब देखाउँ भन्दा नि भरे देखाउनु मिल्ने हो कि नमिल्ने हो थाहा नै भएन। अनि मैले देखाइन साथीहरु हैन। अनि पूजा गरिदिनु भएको थाल चाहिँ एउटा चाहिँ यहाँ मेरो रुममा राखी छोडिदिनु भएको छ राख्नु भनेर, त्यो चाहिँ देखाउँछु। अनि खाना खाएको छैन, अब एकछिनमा कतिखेर खाने, खाना खाएर अब के गर्छु साथीहरु हेर्दै जाउँ साथीहरु। अनि अघि काकाले पूजा गरिदिएर यो थाल चाहिँ यहाँ राखिदिनु भएको छ यसरी। अनि यो फुल सेतो फुल कस्तो राम्रो है साथीहरु, यसरी राखिदिनु भएको छ। यसरी राखिदिएर यो चाहिँ रुममा राख्नु भनेर हैन राखिरहेछौँ साथीहरु। म चाहिँ खाना खान लागेको हैन। अनि हातले उचाल्न सक्ने मेरो खानाहरू साथीहरु, के कहाँ राख्नु साथीहरु। मेरो खाना यो चाहिँ देखिन जस्तो लागिरहेछ, यतापट्टि लाइट पनि छैन, देखिँदैन साथीहरु। अनि आज नयाँ रेसिपी अरे खानाको, म टेस्ट गर्छु अनि भन्छु साथीहरु कस्तो रहेछ भनेर। हेर्दा जस्तो मिठो देखेर अलिकति पिरो छ साथीहरु। अब अलिकति चाहिँ मुखपान गरौँ ल। तर मिठो छ कि साथीहरु, अलिकति पिरो भयो। अनि मिठो चाहिँ एकदम छ। थोरै खाएको पिरो भयो।
हेलो साथीहरू, अनि अब चाहिँ मैले खाना पनि खाइसकेँ। खाना खाइसकेर सबै फ्रेस भएर अनि अब चाहिँ म सुत्न लागेको। अब चाहिँ फोन हेर्छु अनि सुत्छु साथीहरू। भोलि बिहान अलिक छिटो उठ्नुपर्ने छ अनि भोलि बिहान छिटो उठेर फेरि जानुपर्ने छ, काम छ। अनि त्यही भएर साथीहरू अब चाहिँ म सुत्छु भन्दै मेरो भ्लगलाई चाहिँ यही एन्ड गर्न चाहन्छु। साथीहरू प्लिज सब्सक्राइब गरिदिनु होला, सपोर्ट गरिदिनु होला, सेयर गरिदिनु होला, बेल आइकन पनि दबाइदिनु होला साथीहरू। यति भन्दै बाई बाई।